त्यता पर पनि जानु सक्नु पर्यो त्यस्तो साह्रो पनि बुत लडेको छ त अनि कमरले थाम्दैन फुपू त यस्तो भएको छ त ल्याइदियो होला है पर्ने टुङ्गा ल्याइदिँदैन त पाहुनाहरूलाई भोकले त भइयो त पुनालाई ए बिरेनलाई भोक लागेको हो एकछिन पर्खन माग्नु पनि भएन पाहुना आएर टेन्सन है गाह्रो छ उनीहरू अघि खाना खाइसकेको कि भोक लागेको कि हामीलाई भात दिन्छ कि दिँदैन भित्र यता राख्ने हामीलाई मैले अघि खबर भन्नुपर्दैछ फोन गर्नु होइन होइन फोन त अघि गरेको नि मैले त उनीहरूमै आउँछ कि आउँदैन कि कन्फ्युज भयो त्यति चाहिँ हो सिगरेट धेरै नखाऊ यार कहिले यहाँ अहिले खाने भनेको त्यो पनि मान्छे एउटा थियो एउटा अलि माग्यो खाना दुई तिनवटा गएर यति नै खाने बाट खोज्छ नि त्यो चुरोटको कारणले होइन कहिले काहीँ खान्छु कति मजाले बसिन्थ्यो त यस्तो पिरामा त सिकुटे भएर होला बढी सिकुटे भएन यो माथि यहाँ पुग्थ्यो मेरो यो त यहाँ होला पनि यस्तै हेर्छु होला हो कुटै माथि पुग्यो पहिला हो बच्चा बेला क्या ए बच्चा बेला ल्याइदियो त कम्मै ल्याइदिनु आँटेँ खाइदिन्छ होला नि थाहा छ खानु खानु छोडिरहेको क्या तर यस्तो कन्ट्रोल गरिरहेको छु 1.5 महिना जति भयो ए हुन्छ कहिले काहीँ पाहुनालाई दिएको त खाँदा हुन्छ त तर ल्याइदिने हो कि होइन त्यो चाहिँ सपना चाहिँ आफ्नो खतरा छ घाँटी घुम्नु भएको मैले दियो भने त खानु कि के गर्नु यो त नलाग्यो है कस्तो बिर्सेछु मैले त्यहाँनिर रेकर्ड हुँदैछ भन्ने पनि बिर्सेछु खाने र कहिले दियो भने खानुको लागि त खाने सँग गट है विदेशमा भयो भने डर हुन्छ पिरा बोल्नु न देख्यो देख्यो पिजा के हुन्छ समथिङ पाहुना त आमा दिदी अनि बिरेनले मात्रै स्याहार छ हौ बिचरा जिरो आउनु फोन गऱ्यो हामीले फोन गऱ्यो आधा घन्टा त भयो होला के गर्न ठिक नि परै त हामी परै घुमेकै राम्रो आउँदैछ भिडियो भएर ए ला बिर्सेछु फेरि त्यही त अन्जान हुन्छ त अन्त है यस्तो चाहिँ फेरि रियल हुन्छ क्या बनावटी हुँदैन नि त अಯ್यो अनि त्यो थेचार एक्सिडेन्ट हुँदा थेचारेको दुख्छ क्या अब त्यहाँ सिकाएर कति आनन्द भयो तलको आगो त मलाई त यो खानु न त्यो फुपू फेरि दाइने ए के अरे त्यो के खानु चिप्लेकिरा 25वटा खाइसके होइन हौ त्यो भन्दा के खानु सिकारी लगाएर कहाँ बता त्यो यहाँ तल अनि फुपूलाई सोध्नु नि फुपूको चुरा त मैले मात्रै ओघटेँ त अलि बाहिर गरौँ न हामी है नि यो म्याटै ओछ्याउँ भयो म त सक्दिनँ बस्नु आई कान्ट दुईजना भएको प्रतीक्षामा छौँ गाइज दियो भने पनि नदिए कस्तो धेरै बेर अब दिदीहरूसँग नभेटेपछि त अर्को लाग्दो रहेछ त धेरै बेरसम्म नभेटेपछि त अर लाग्दो रहेछ क्या टुङमा देऊ भन्नु पनि लाग्छ खै मलाई त त्यस्तो लाग्यो म त मेरो परिवारमा फेरि टक्क जाने के छ खाने यो छ बस्दिनँ कुनै फेरिको लागि पुकुलीले धरमा घर बनाउँछ है भनेको यतै पुकुलीलाई यतै दमकतिर आऊ भन्नु नि तर उनीहरूको अब थेबे सन्तानहरू थियो होला
दिनदेखि छ बस्ने नि गएको चेलीबेटीले आइज भन्नुहुन्छ ल पहिला पनि सँगै भइएन र दाजुभाइहरू कोही भएन र हामी त माथि एक्लै भयो नि त हामीलाई कति हेप्यो फुल्यो अब त हेप्दैन क्या अब कति हेप्थ्यो त हामी त अब एक्लै थियौँ बाउ पनि मरिगयो एक्लै भएको माथि अब म त अब हाम्रो बाउ त एक भाइ मात्रै होला भन्दैछु नि बच्चा बेला अनि पछि पो थाहा छैन तर लालुमा हेऱ्यो नि यस्तो ए त्यस्तो गरेछ भने पछि पो थाहा पाएको नि त्यतिखेर त फेरि एटिट्युड के सानो उमेर पनि सानो अनुमा मात्रै बोल्ने साह्रै खरो भना आउनु म त नजान्ने के भन्दा तिमीबाट पो कति सिकिरहेको छु म त तिमीसँग सङ्गत गर्न थालेपछि पो मलाई त कति खुसी लाग्यो हो यस्तो पो गर्नुपर्ने रहेछ सञ्जाल कत्रो भयो त अब कति चिनिसक्नु भयो त अन्त मैले सबै कन्ट्रोल गरेँ जम्मा जम्मी 300 कि कति छ ज्ञानबहादुरको 300 क्रसै छ हो तिमी बाहेको उमा जोड न के भयो फेसबुकमा जोड गरेको मैले चाहिँ दिन्छु जोड न लुगाहरू निस्किनु आउनु हेर्नु त्यहाँ ज्ञानबहादुर बक्स भनेर हेर्नु तपाईँहरूको मामा माउलीहरू हुन्छ हामी नै हो जोडिनु है भन्छु बोल्छन् कति त तिमीले एडमिन गर्नु मिल्छ कि मिल्दैन मैले एड गर्नु मिल्छ यसो गर्नु कि के ए भयो नि नाइस है अहिले डाटा खोलेर भिडियो कल गर्नु नि कसलाई ज्ञानबहादुरलाई आज कहाँबाट भिडियोले गऱ्यो भनेर सबै सकित पर्छ साइलेन्ट बसेर त्यो चप्पल यस्तो ठाडो राख त यस्तो ऊ यहाँ यो त चुल्हा हो है त बोरामा राख न अनि ड्राई हुन्छ नि त सिकसिक हुँदैन भएर बलिरहेको आगोलाई किन फुक्नु म त भाडतिर आउनु त आउनु कि मलाई सुत्नकै टेन्सन हुन्छ क्या किन सिकसिक लाग्छ क्या ओछ्यानहरू देख्दै अल्छी लाग्यो कस्तो राम्रो मिलाएर राखेको छ यो लास्टै अल्छी लाग्छ यस्तो त राम्रो हो त मलाई त मनपर्छ है पञ्चमीमा छट्टै बस्यो भनेर काठमाडौँदेखि 3टा ब्ल्याङ्केट ल्याइदिएँ हो अब हामी पनि जानुपर्छ बस्नुपर्छ होइन कथा नभनौँ लाज पो म दाजुभाइको कुरा अहिले निकाल्नु छोडेको ए थाहा नै बिर्सेछु फेरि दाजुभाइको कथा निकाल्ने त्यो सन्जोकले एकछिन बस्ने हो आउँदैन त नि पिता त होइन अरू चाहिँ खान पाए हुन्थ्यो भने पिता खानु र कोलाको पत्तामा कोलाको पत्तामा लोकल अन्डा टक्क फुटाएर ठेके दुध दुहुन कस्तो मिठो हुन्थ्यो पहिला के अरे उयोले लिम्बूहरूलाई भोक लाग्यो भने आगो मात्रै फुक्छ अरे क्या के कसले पो हो पो त अनि कसलाई भोक लाग्यो भने चाहिँ तरकारी चलाक्कै गर्छ अरे त्यसो भन्ने उयो थियो कि उखान थियो क्या मैले अलिअलि रिमाइन्ड गरिरहेको छु दिदी हजुर कसलाई पो भोक लाग्यो भने आगो फुकेकै गर्छ छेत्री बाहुनलाई ए होइन मतुवालीलाई अनि ऊ छेत्री बाहुन चाहिँ अरे भोकायो भने तलकै गर्छ अरे दिदी तपाईँहरू भात खान सक्नु भएको थियो कि यतिखेरै हो खाने अभि हामी त यतिखेर त अघि खान्थ्यौँ कि तर आज ढिलो भयो नि तिमीहरू आउने कि नआउने भनेरमा भयो क्या त्यसमा भोलि खाने
सक्दिनँ यहाँ घुँडा दुखेर। दिदी मेरो पनि घुँडा दुख्न थाल्यो हौ, कस्तो पारा भयो। म घुँडाको तपाईँलाई औषधि उपचार योगा गर्नु सिकाइरहेको छु ल। त्यो योगाले जब निको भएको थियो फेरि सट्टै हुन्छ दिदी। योगा गऱ्यो भने अब योगा त दिदी यो त वर्ल्डले मान्छ त योगालाई त। अनि मसिनो लाउँदा ठुलो छामा अहिले भनेकै छुइनँ म त। दिदीलाई पो दुःख दिन आइपुग्यो। के को दुःख हो तिमीहरू आउँदा? भेटघाट धेरै भयो गरेको भनेर मलाई आउनु मन लाग्यो। चम्म लाग्छ। अझ मलाई त यो जेठी दिदीमा दिदीले भेट्नु एकदम मन लाग्छ। बिरेनसँग जान्छौँ त होला हौ। मलाई हेरे दिदी अनि बिहेमा निम्तो आयो कि आएन कहिलेको? आयो है। आउनुहुन्छ झर्नुहुन्छ तपाईँ? के झर्नु होला र यहाँ बिजोक कामले एकछिन छोड्दैन। गाउँ त त्यस्तै हो है। नाम चाहिँ कसरी राखिदिएको है सुपारी? भाइ बहिनी धेरै थुपारी अरे भनेर थुपारी राख्दै गरे। रिसाउँछ फेरि अहिले। को रिसाउँछ कि रिसाउँछ? साइलीको नाम चाहिँ टुक्कु क्या। कोही टुक्कु भन्नु न, भन न। कोही टुक्कु भन्नु न। होइन म त भन्छु नि। हो ए थाहा छ नाम? कहिले टुक्कु मिस के छ भन्नु धान रोप्दै त्यसो भनिदिन्छु कि योपालि धान धान रोप्नु हो कति किलो नउठाउनु पर्ने टेन्सन हुन्छ होला नि त। त्यो 2% नानी को रहेछ हेर्नु त। छोडिदिनु नानी दाउरा ल्याऊ। सुकेको दाउरा। एकचोटि गरेर फेरि उठाउनु छ भने को भएर छोडिदियोस् जो फुपा हाल्ला। बुढामा नि आज खुसी भयो त पैसा पाएर। आज मात्रै उज्यालो त्यहाँ पनि फोन आयो त्यही हो। भिडियो को सिजी हो। कुरामा आज खुसी हुनु भन्नु उज्या पालो देखेको आज कुरामा मलाई म फर्स्ट टाइम। राम्रो बच्छ क्या हो यस्तो गरेर ढौलाउनु न। यहाँ माथि हेर न एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइन्छ सहन नसके आँखाबाट आँसु त्यसै झरिदिन्छ भएर युट्युबमा लाउने हो। उता युट्युबमा लाउने हो। रिल्स बनाइदिनु।